हरे कृष्ण राधे राधे। दर्शकबिन नमस्कार। दर्शकबिन प्रस्तुत छ आजको राशिफल। आजको राशिफलमा तपाईको राशिको आधारमा तपाईको भाग्य, स्वास्थ्य, प्रेम, जीवन, करियर र आर्थिक अवस्थाको विस्तृत विश्लेषण प्रस्तुत गरेको छु। कृपया भिडियोलाई अन्तसम्म हेर्नुहोला र आफ्नो राशिको महत्त्वपूर्ण जानकारी लिन नबिर्सिनुहोला। आउनुहोस् सुरु गरौँ आजको राशिफल। विक्रम सम्वत 2082 साल वैशाख 19 गते शुक्रबारको दिन आज, तदनुसार अंग्रेजी 2 मई 2025 आज वैशाख शुक्ल पक्ष पञ्चमी तिथि बिहान 9:33 सम्मको लागि, त्यसपछि खष्टी तिथिको प्रारम्भ। आज आद्य गुरु शंकराचार्यको जयन्ती र रामानुचार्यको जयन्ती। आउनुहोस् ढिला नगरी आजको राशिफलको तर्फ अघि बढौं। राशि चक्रको पहिलो राशि मेष राशि। आज प्रतिस्पर्धात्मक परीक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। अन्तर्वार्ता आदिमा सफलता मिल्नेछ। समाजमा तपाईको छवि बलियो हुनेछ। नयाँ प्रभावशाली सम्पर्कहरू विकास हुनेछन्। घरका सबै सदस्य बीच आपसी सद्भाव बढ्नेछ। राशि चक्रको दोस्रो राशि वृष राशि। आज हतारमा कुनै निर्णय लिनु फाइदाजनक हुने छैन। अहंकार र क्रोधले तपाईको काम बिग्रिन सक्छ। आज मालिकले तपाईलाई धेरै विश्वास गर्दैनन्। आज पूर्ण समर्पणका साथ आफ्नो काममा संलग्न रहनुहोला। आज जीवनसाथीबाट सहयोग मिल्नेछ। साँझ घरमा राम्रो समय बित्नेछ। राशि चक्रको तेस्रो राशि मिथुन राशि। आज अनावश्यक खर्चमा अलिकति सचेत रहनुहोला। पारिवारिक मामिलामा विवाद हुन सक्छ। आज सबै समस्याहरू शान्तिपूर्ण रूपमा समाधान गर्ने प्रयास गर्नुहोला। कब्जियत र ग्यासको समस्या हुन सक्छ। आज तपाईलाई साँझ पूजामा सहभागी हुन सकिनेछ। राशि चक्रको चौथो राशि कर्कट राशि। आज केही महत्त्वपूर्ण सामान हराउने सम्भावना छ। नयाँ कामको बारेमा विस्तृत अनुसन्धान गर्नुहोला। वैवाहिक सम्बन्धमा अलिकति उदासी हुन सक्छ। आज कसैको कारणले पुरानो तीतो सम्झनाले सताउन सक्छ। आज आफ्नो काममा बढी ध्यान दिनुहोला। राशि चक्रको पञ्चम राशि सिंह राशि। आज दाम्पत्य सुखमा वृद्धि हुनेछ। व्यापारको लागि यात्रा हुन सक्छ। नोकरीमा उच्च पद प्राप्त हुन सक्छ। आज तपाईँ नयाँ प्रविधि सिक्न सक्नुहुन्छ। मनोरञ्जनात्मक कार्यमा समय बित्नेछ। गोप्य दान गरिरहँदा लाभ हुनेछ। राशि चक्रको छैठो राशि कन्या राशि। आज विद्यार्थीहरूले पढाइमा समस्या महसुस गर्नेछन्। व्यापारमा बिक्री कम हुनेछ। आज महत्त्वपूर्ण काम मध्याह्न अघि गर्नुहोला, राम्रो हुन्छ। छोराछोरीको व्यवहारमा नजर राख्नुहोला। बाथ रोगीहरूको समस्या बढ्न सक्छ। आज आफ्नो काममा पूर्ण ध्यान दिनुहोस्, राम्रो हुन्छ। राशि चक्रको सप्तम राशि तुला राशि। आज तपाईको दक्षता घट्न सक्छ। आफ्नो जीवनसाथीमा विश्वास कायम राख्नुहोला। आजको दिन उतार चढावले भरिपूर्ण रहनेछ। फलामका व्यापारीहरूको लागि दिन चुनौतीपूर्ण रहनेछ। आज ट्राफिक नियम कडाइका साथ पालना गर्नुहोला। सरकारी काममा समस्या हुनेछ। राशि चक्रको अष्टम राशि वृश्चिक राशि। आज रचनात्मक विचारको फाइदा उठाउन सकिनेछ। अनुसन्धान कार्यमा तपाईलाई धेरै रुचि हुनेछ। आज कार्यस्थलमा धेरै जोशका साथ काम गर्नुहुनेछ। व्यस्तताका कारण परिवारलाई ध्यान दिन सक्नु हुँदैन। आज साँझमा टाउको दुखेको महसुस हुनेछ। राशि चक्रको नवम राशि धनु राशि। आज दाम्पत्य जीवनमा मनमुटाव आउन सक्छ। तपाईको बोलीले तपाईको जीवन साथीलाई चोट पुर्याउन सक्छ। आज त्यसैले आफ्नो शब्दहरू सावधानीपूर्वक चयन गर्नुहोला। आज अति आत्मविश्वासका साथ कुनै पनि काम नगर्नुहोस्। आज स्वास्थ्यप्रति लापरवाह हुनु महँगो साबित हुन सक्छ। साँझमा यात्राको योजना बन्नेछ। राशि चक्रको दशम राशि मकर राशि। आज तपाईँ स्थान परिवर्तनको लागि योजना बनाउन सक्नुहुन्छ। व्यापारमा मन्दी आउन सक्छ। आज दिनको सुरुवात तपाईको लागि धेरै राम्रो रहनेछ। बुद्धिमान व्यक्तिको संगतबाट लाभ मिल्नेछ। लुकेका शत्रु चिन्न सकिनेछ। आज राशि चक्रको एकादश राशि कुम्भ राशि। आज प्रेम सम्बन्धमा धोखाधडी हुन सक्छ। मध्याह्नसम्मको समय निकै नकारात्मक रहनेछ तपाईको लागि। दोस्रो बेला तपाईको मूडमा सुधार आउनेछ। नयाँ काम सुरु हुनेछ। ठूला ठूला व्यक्तिहरूसँग राम्रो व्यवहार गर्नुहोला। आज राशि चक्रको द्वादश राशि मीन राशि। आज तपाईँ आफ्नो परिवारका बारेमा चिन्तित हुन सक्नुहुनेछ। सम्पत्तिमा कुनै ठूलो सम्झौता नगर्नुहोला। आज तपाईको जनसम्पर्कको दायरा बलियो हुनेछ। आज पुरानो विषयमा विवाद हुन सक्छ। सोच विपरीत कार्यले मन खिन्न हुनेछ। अनावश्यक खर्च बढ्नेछ। आजको राशिफल यतिमै सक्यो। आशा गर्दछु यदि हजुरहरूलाई भिडियो मन पर्यो भने जति सक्नुहुन्छ भिडियोमा लाइक, कमेन्ट, सेयर अवश्य गरिदिनुहोला। र हजुरहरू कुन ठाउँबाट यस भिडियोलाई हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा गएर टक्क लेख्न नबिर्सिनुहोला। हरे कृष्ण राधे राधे। आजको दिन हजुरहरू सबैजनाको लागि शुभ र मंगलमय रहोस्। हरे कृष्ण राधे राधे।